बसभित्रबाट भाइ बहिनीहरू हेर किलिङ्कर भने यही हो किलिङ्कर थुप्रो छ नि यही हो किलिङ्कर भने किलिङ्करको थुप्रो यो ढुङ्गालाई पिसेर देशीमा जिप्सम मिसायो भने ओपिसी सिमेन्ट देशीमा चाहिँ खलाइया जिप्सम र यो चाहिँ मिसायो भने के भन्ने हो पिपिसी पिपिसी सिमेन्ट हैन औडी सरले भन्नुभएको थियो नि यो चाहिँ ढुङ्गालाई पिसेर तताएर बनेको हो यो चलाइराखे नि ओहो सिमेन्ट यसलाई किलिङ्कर भन्छ यसमा जिप्सम मिसायो भने ओपिसी जिप्सम र फ्लाई एस मिसाएपछि पिपिसी भन्छ जान साइड गर्नु एउटा लाइभ स्टोर भन्ने चाहिँ ढुङ्गा आउँछ तापाबाट होइन रोल्पाबाट एसीमा त्यसमा चाहिँ यो माटो अनि चाहिँ यो आइरन ठुलो होइन मिसाएर चाहिँ यो ठुलो यसमा चाहिँ भिआरएम भन्छ भर्टिकल रकिल यसमा पिसेर जस्तो हाम्रो चाहिँ घरमा अनाज पिस्नुको लागि चाकी जसरी हुन्छ त्यसले चाहिँ पिसेर यसको ब्लान्डिङ सेलोमा राख्छ होइन यो कोइला चाहिँ के हो भने यो ड्राई प्रोसेस भावनाले यो कोइला चाहिँ बालेर यसलाई चाहिँ के गर्ने काम गरिन्छ पकाउने काम गरिन्छ होइन यो पुरा मोटरहरू विद्युतहरू घुम्छ भने त्यसले पकाउने काम गर्छ है प्याकेजिङ यसलाई चाहिँ लाइम स्टोन भन्छ कुकुरो होइन यो लाइम जुन ढुङ्गाको होइन यो ढुङ्गो हो कि ढुङ्गो मिसायो लजाम होइन बिलियन पात्रा हुन्छ अब हामी चाहिँ जान्छौँ ओपिसी सिमेन्ट है जिप्समहरू जिप्समहरू पाकिस्तान अस्ट्रेलियाबाट आउँछ जिप्सम अनलोड गर्ने काम भइरहेको यहाँ यो दाउराको काम के हो भने अहिले त पलाउ चलिरहेको छ होइन
यो ड्राई हिट प्रोसेसबाट चल्ने भयो हुनाले यो तापक्रम जति पनि माल मेटेरियलहरू हुन्छ यो चाहिँ ब्लाइन्डिङ सेलोबाट यता पठाउने उता पठाउने हट एयरको माध्यम चाहिने भयो हुनाले यो दाउरा पालेर चाहिँ यसलाई हट एयर प्रोडक्सन गर्नको लागि होइन निकाल्नको लागि दाउरा बालिन्छ है। हटियरको लागि मात्रै हट होइन एयर हो। यसको काम केही पनि छैन। यहाँ तापक्रम मेन्टेन गर्नको लागि सिमेन्ट राखिरहनु हुन्छ होइन ठुलो उसमा यसमा चाहिँ भुल्नु चलाइराख्नु पर्ने हुन्छ। ए ठिक सुरु हस् झरम साथी सबैहरू